भारतको महाराष्ट्रमा महँगो मोबाइल किनेको किस्ता तिर्ने विषयमा भएको पारिवारिक विवाद अत्यन्तै दुःखद घटनामा परिणत भएको छ। छत्रपति सम्भाजीनगर जिल्लाको 30 गाउँ क्षेत्रमा भएको घटनामा 18 वर्षीय कुणाल चन्दगुडे, उनका बुवा मुरलीधर चन्दगुडे र आमा संगीता चन्दगुडेको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। तर यो घटना केवल एउटा मोबाइल फोन वा EMI को विवाद मात्र हो कि यसभित्र अन्य मानसिक तथा पारिवारिक समस्या पनि थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना भएको दिन 21 अगस्त 2026 शुक्रबार छत्रपति सम्भाजीनगरको 30 गाउँ क्षेत्र स्थित खम्बाडा डोगरामा बिहान करिब 10 बजे कुणाल पुगेका थिए। प्रहरीका अनुसार कुणालले आइफोन किस्तामा किनेका थिए। किस्ता तिर्न समस्या भएपछि उनले परिवारसँग आर्थिक सहयोग मागेका थिए। यही विषयमा बुवासँग विवाद भएपछि उनी घरबाट निस्किएर डोगरातर्फ लागेका थिए। कुणाल जोखिमपूर्ण स्थानमा पुगेपछि परिवारले उनलाई घर फर्काउन प्रयास गर्यो। त्यसपछि स्थानीय बासिन्दा, प्रहरी तथा दमकल कर्मी पनि घटनास्थल पुगे। करिब 3 घण्टासम्म उनलाई सुरक्षित स्थानमा फर्काउने सम्झाउने प्रयास भयो। 30 गाउँका सरपञ्च सञ्जय जादव सहित स्थानीयले समेत उनलाई सम्झाएका थिए। उनलाई नयाँ मोबाइल दिने आश्वासन समेत दिएको थियो, तर प्रयास सफल हुन सकेन। घटनास्थलमा खिचिएका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना भारतभर चर्चामा आएको छ। पछिल्ला दिनमा कुणाल र उनकी आमासँग सम्बन्धित पुराना भिडियोहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। छोरालाई सुरक्षित फर्काउने प्रयासमा बुबा मुरलीधर नजिक पुगे। त्यस क्रममा बुबा र छोरा दुवैको सन्तुलन गुमेर तल खसेको प्रहरी तथा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यसपछि आमा संगीता पनि घटनास्थलमा गम्भीर दुर्घटनामा परिन्। तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। यो घटना एउटा परिवारको दुःखद अन्त्य मात्र होइन, बालबालिका तथा युवामा आवेग नियन्त्रण, अस्वीकार स्वीकार गर्ने क्षमता, आर्थिक यथार्थ बुझ्ने संस्कार र परिवारसँग खुलेर संवाद गर्ने वातावरण कति महत्त्वपूर्ण छ भन्ने प्रश्न पनि हो। महँगो मोबाइल, ब्रान्डेड सामान वा सामाजिक सञ्जालमा देखिने जीवनशैली वास्तविक जीवनको आर्थिक क्षमतासँग सधैँ मेल खाँदैन। त्यसैले छोराछोरीहरूलाई हरेक माग पूरा गरिदिनु भन्दा चाहना र आवश्यकता बीचको फरक, पैसाको मूल्य, श्रमको सम्मान र कठिन परिस्थितिमा सहयोग माग्ने बानी सिकाउनु अझ महत्त्वपूर्ण हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै युवा अत्यन्तै तनावमा देखिए त्यसलाई केवल जिद्दी भनेर नहेरी परिवारका सदस्य, शिक्षक वा विश्वासिलो व्यक्तिसँग तुरन्त कुरा गराउनु आवश्यक हुन्छ। महाराष्ट्रको यो घटनाले एउटा परिवारलाई अपूरणीय क्षति पुर्याएको छ। अब यसको सबैभन्दा ठूलो पाठ यही हो, भौतिक वस्तु भन्दा मानिसको जीवन र भावनात्मक सुरक्षा धेरै महत्त्वपूर्ण हुन्छ।